हजुरलाई यो एआईले गर्दा अफिसमा के कुरामा हेल्प भइरहेको? एआईले अफिसको लागि पहिलो कुरा त ह्युमन रिसोर्सको जुन आवश्यकता हुन्छ, जति स्टाफहरू चाहिने हो त्योभन्दा चाहिँ एकदमै थोरै ह्युमन मेन पावर युज गरेर अफिस सञ्चालन गर्न सकिन्छ। दोस्रो कुरो, एआईले एफिसियन्सीको कुराहरूमा पनि एकदमै हेल्प गर्छ र मलाई व्यक्तिगत रूपमा अफिस सञ्चालन गर्दाखेरि मेरो पर्सनल कुरा गर्ने हो भने मलाई इमेल राइटिङमा कतिपय डिजाइनहरू गर्दाखेरि, त्यस्तै कतिपय लेखहरू, अब कतिपय कन्टेन्टहरूको लागि होइन, यस्ता यस्ता कुराहरूमा चाहिँ एकदमै हेल्पफुल भएको छ। र अहिले आजको सिचुएसनमा जति डेभलपमेन्ट एआईमा भएको छ त्यो अझै पनि फुल स्केलमा हुन सकेको छैन। जति भएको छ त्यसैको प्रपर युटिलाइजेसन गर्यो भने एउटा 10 देखि 20 जनाको टिम चाहिने कर्पोरेट कम्पनीमा मलाई लाग्छ 4 देखि 5 जनाले मजाले काम गर्न सक्नुहुन्छ।